नमस्ते साथीहरू, तपाईँहरूलाई आज म प्राथमिक तहको शिक्षक सेवा आयोग र यो निमाविको लागि एकदमै महत्त्वपूर्ण भिडियो लिएर आएको छु, जुन तपाईँको प्रथम पत्र पनि अनि दोस्रो पत्रमा पनि एकदमै महत्त्वपूर्ण रहेको छ। दिगो विकासका लक्ष्यहरू। प्रथम पत्रमा दिगो विकासका लक्ष्य कतिवटा छन्, कुन कुन हो, 9 नम्बरमा कुन पर्छ, 11मा कुन पर्छ, 1मा कुन पर्छ, यसरी गरेर प्रश्न सोध्ने गर्दछ दिगो विकासबाट। त्यस्तै दोस्रो पत्रमा दिगो विकासका लक्ष्यहरू के हुन् भनेर आउन सक्छ। तपाईँलाई आज म यो सूत्रबाट एकदमै सजिलो तरिकाले याद हुने गरी बताउँछु। ग भो सु गुल्लै सस्वम उ दिदी जा साली जस्तै भनेर याद गर्न सकिन्छ। यो भोकमरी, जस्तै 1 नम्बरमा गरिबीको अन्त, 2मा भोकमरी, स्वास्थ्य, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, त्यस्तै स्वच्छता, त्यस्तै स्वच्छ ऊर्जा, मर्यादित रोजगारी, उद्योग पूर्वाधार, असमानता, दिगो सहर, दिगो जिम्मेवारी, जलवायु, जलमुनिको जैविक, जमिनमाथिको जैविक, शान्ति लक्ष्य जस्ता दिगो विकासका 17वटा लक्ष्यहरू लिएका छन्। यो एकदमै महत्त्वपूर्ण रहेको छ साथीहरू। तपाईँलाई यो भिडियो सर्ट एन्ड स्विट सूत्रसहित भएकोले तपाईँलाई मन पर्यो भने च्यानललाई सब्सक्राइब गरी भिडियोलाई लाइक र सेयर गरिदिनु होला, ताकि तपाईँको एउटा सेयरले अन्य साथीहरूको पनि नाम निस्किन सक्छ। धन्यवाद साथीहरू।